नमस्कार, आकाशवाणी समाचार खरसाङको चर्चा चौतारी कार्यक्रममा दिल्लीमा आयोजित इण्डिया एआई इम्प्याक्ट समिट 2026 बारे चर्चा परिचर्चा गर्नेछौ र यसमा भाग लिइरहनु भएको छ श्रीमती कृतिका दाहाल अनि रूपा शर्मा। कृतिका दाहाल स्नातकोत्तर शिक्षा प्राप्त गरेर एमबीए गर्नुभएको छ, डिजिटल मार्केटिङमा डिप्लोमा गर्नुभएको छ, कन्टेन्ट क्रिएटरमा पनि डिप्लोमा गर्नुभएको छ। उहाँ कवित्री हुनुहुन्छ। उहाँको कविता प्रकाशनमा पनि आएको छ र वियोगी स्मृति युवा पुरस्कारले पनि उहाँ सम्मानित भइसक्नु भएको छ। र यसरी हामीसित रूपा शर्माजी हुनुहुन्छ। उहाँ रोबोटिक्स र एआई सेपिङ इण्डिया कम्पनीमा इन्टर्नशिप गरिरहनु भएको छ। उहाँले एआई र रोबोटिक्सको प्रशिक्षण विभिन्न विद्यालयहरूमा दिइरहनु भएको छ तथा शिक्षागत दृष्टिकोणमा उहाँले बीटेकको शिक्षा हासिल गर्नु भएको छ। तपाई दुवैलाई आकाशवाणीको स्टुडियोमा स्वागत छ र नमस्कार। नमस्कार सर, हजुरले यहाँ निमन्त्रणा दिनुभयो, हामी एकदमै आभारी छौँ। नमस्ते सर, हामीलाई यहाँ बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो केन्द्रीय सूचना र प्रसारण मन्त्री अश्विनी वैष्णवले यो एआई समिट र एआई बारे भन्नुभयो कि यो हामीले एआई को इम्प्याक्ट माथि यो समिटको जुन फाइदा भनौं या लाभ भनौं र जुन हानि भनौं र यो विषयमा उहाँले यस प्रकारले भन्नुहुन्छ। AI summit, when the world's entire AI leadership is collected here in India and they discuss all the pertinent questions which are there, look at the opportunities, look at the challenges, we intend to come out with the basic theme is impact. We are basically measuring and looking at what the impact on human society is going to be. There are many items which are very positive impact. For example, in agriculture, in weather forecasting, in climate change, in discovery of new materials, in productivity of so many positive things. Simultaneously, there is a negative impact also. How do we balance the two so that we can get the benefits while we can contain the harms? That's what we intend to cover in the next few days. And hopefully, given the kind of leadership which is attending this summit, we will come out with a good outcome on this summit. अनि उहाँले यो पनि भन्नुहुन्छ कि आज हेर्नुस् स्किल डेभलपमेन्ट र स्टार्टअपको क्षेत्रमा एआई को भूमिका निकै महत्त्वपूर्ण भएर गएको छ। तपाईहरुलाई कस्तो लाग्छ? एकदमै सही हो। अनि एआई छ भने काम कुनै पनि काम एकदमै छिटो अनि 24/7 अवेलेबिलिटी हुन्छ। त्यो सँगसँगै ह्युमन एररहरू रिड्युस भएर जान्छ। जुन चाहिँ मान्छेले गर्ने जुन चाहिँ त्रुटिहरू छ त्यो सबै एआईले रिमुभ गरेर एआईले एकदमै स्पष्ट अनि एकदमै सफा सुचारू ढंगमा कुनै पनि चीज हामीलाई दिन्छ। त्यो सँगसँगै हामीले एआईलाई पर्सनलाइज पनि गर्न सक्छौं। आफूले चलाउने हिसाबले एआईलाई कसरी युज गर्ने, जस्तै अब वेदर फोरकास्टिङ भयो, हामीलाई चलाउन सक्ने हिसाबले वेदर फोरकास्टिङ हामी युज गर्न सक्छौं। ट्रान्सपोर्टेसन भयो, यो च्याट जीपीटीहरु त यो त नर्मल यो सबै भयो। त्यो सँगसँगै डिजाइनिङ, ग्राफिक डिजाइनिङ भयो, अनि राइटिङ भयो, एडिटिङ भयो, भोइसहरु भयो, त्यो आफ्नो पर्सनलाइजेसन अनुसार हामीले कस्टमाइज गर्न सक्छौं। त्यो सँगसँगै एआई इन्टिग्रेटेड सेक्युरिटी एकदमै इम्पोर्टेन्ट अनि एकदमै जडित हुन्छ। एआईले सेक्युर गरेको छ भने जसले डेटा हालेको या फिर जसले पासवर्ड हालेको त्यसले मात्रै खोल्न सक्छ या फिर पासवर्ड थाहा भयो भने मात्रै खोल्न सकिन्छ। अनि एडुकेसनमा एकदमै जटिल सपोर्ट मिलेको छ एआईले गर्दाखेरि। इकोनोमिक ग्रोथ, देशको विकास, नयाँ जब अपर्च्युनिटिजहरू अनि एन्टरप्रेन्योरशिपमा एकदमै धेरै जोड र प्रोत्साहन अनि इनोभेसन रिसर्चरहरूको लागि। कृतिका जी, तपाईले एआई को सकारात्मक पक्ष धेरै वर्णना गर्नुहुँदैछ, तर यसको नकारात्मक पक्ष पनि छ समाज जीवनमा। भन्छ साइन्स इज अ गिफ्ट एन्ड कर्स। यसको तात्पर्य हो कि विज्ञानको प्रयोग यदि मानव कल्याणको निम्ति गरियो भने यो वरदान हुन्छ र यसको सठिक ढंगमा प्रयोग गरिएन र विनाशको निम्ति गरियो भने यो चाहिँ अभिशाप पनि हुन्छ।
र के एआईसँग पनि यो कुरा छ रिलेटेड? एकदमै छ। पहिला त अब कन्समा भन्दाखेरि अब एआईको नकारात्मक पक्ष भन्नु पर्दाखेरि रोजगारीमा खतरा, कैयौँ रोजगारीहरू खतरामा परे। तर एआईलाई अपस्किलिङ गरेर एआई सँगसँगै काम गर्न सिकेर त्यो गर्न सक्यौँ भने चाहिँ त्यो खतरा पनि हामीले कम गर्न सक्छौँ। त्यस्तै प्रकारले मानवले गर्ने एउटा निर्णयको क्षमताहरू एकदमै रिड्युस भएको छ। डिसिजन मेकिङ पावर एकदमै कम भएर गएको छ। जे पनि त हामी उसलाई सोध्छौँ, च्याट जिपिटीलाई सोध्छौँ, आज कहाँ खाना जाने भनेर पनि हामी च्याट जिपिटीलाई सोध्छौँ। हाम्रो डिसिजन मेकिङ पावरहरू एकदमै कम भएर गएको छ। डेटा सुरक्षामा हामी समस्यामा पर्छौँ। हाम्रो डेटाहरू सुरक्षित छैन। हाम्रो सेक्युरिटी, हाम्रो आफ्नै आइडेन्टिटी पनि सिक्योर छैन। अनि कुनै बेला भेदभाव पनि हुन्छ, पक्षपात पनि हुन्छ। जसरी जति फिड गरेको छ, जति एसइओ भन्छ, सर्च इन्जिन अप्टिमाइजेसनमा जति बेसी त्यो वेबसाइटमा सर्च इन्जिन अप्टिमाइज गरिएको छ त्यही देखाउँछ। अब कुनै रेस्टुरेन्टहरू, कुनै ठाउँहरू जाँदाखेरि हामीले सर्च गर्दाखेरि कुन चाहिँ रेस्टुरेन्ट जाँदाखेरि राम्रो हो भन्दाखेरि त्यो सर्च इन्जिन अप्टिमाइज गरेको रेस्टुरेन्ट फर्स्टमा आउँछ। जबकि त्यो रेस्टुरेन्टको खाना मिठो नहोस्, त्यो एउटा भेदभाव पक्षपात पनि एआईले गरेको हुन्छ। त्यो किनभने ह्युमनले गर्न नसक्ने कुरा एआईले गर्छ। त्यसरी नै साइबर अपराध र दुरुपयोग त यो त दिनदैनिकी खबरहरूमा हामीले सुनिरहेको कुरा हो। डेली बेसिसमा नै भइरहेको हुन्छ। अनि नैतिक र दार्शनिक प्रश्नहरूमा एआईले त्यस्तो बेसी जति ह्युमन क्यापासिटी छ, जति ह्युमन माइन्डले जति सोच्न सक्छ, जति एम्पथी छ, मेन भनेको ह्युमनमा हामी मानवमा भनेको एउटा मानवता हो। अनि एआईमा त्यो मानवता हुँदैन। अनि त्यसले गर्दा हामी बेसी एआईमा प्रभाव पारेर एआईले हामीमाथि हावी गर्दाखेरि हाम्रो मानवता पनि अलिकति कम हुने जस्तो सम्भावना लाग्छ मलाई। अनि त्यो लगायत सम्बन्धहरूमा पनि असर पर्ने, धेरै एआईहरू युज गरेर यो फ्यामिली के हो, हाम्रो सम्बन्धहरू के हो, साथीभाइको हो भन्ने त्यो सम्बन्धहरू पनि अलिक कम हुने। अहिलेको नानीहरू के हुन्छन् भने फोनमै मात्रै हुन्छन्। अनि अब साथी भन्यो त्यही इन्स्टाग्रामको साथी, त्यही फेसबुकको साथी, त्यही अनलाइन साथी, तर रियल लाइफ साथीहरू हाम्रो हुँदैन। अनि अब कति ठाउँहरू यस्तो हुन्छ कि जहाँ चाहिँ नानीहरू सोसल लाइफ नै हुँदैन, सोसली बोल्नै सक्दैन, तर उनीहरू अनलाइनमा चाहिँ एकदमै राम्रोसँगले राम्रो गरिरहेका हुन्छन्। हो, त्यो सँगसँगै एउटा एकदमै इम्पोर्टेन्ट नकारात्मक पक्ष के हो भन्दाखेरि कार्बन एमिसन। एआई बेसी युज भएर कार्बन एमिसन चाहिँ इन्भाइरोमेन्टलाई एफेक्ट परिरहेको छ। एआई युज गर्दाखेरि चाहिँ हिटिङ ज्यादा हुन्छ, कुनै पनि सिस्टमको हिटिङ ज्यादा हुन्छ। हिटिङ ज्यादा भयो भने इलेक्ट्रिसिटी ज्यादा खान्छ। अनि इलेक्ट्रिसिटी ज्यादा खाने बित्तिकै अभियसली इन्भाइरोमेन्टलाई, हाम्रो वातावरणलाई असर पार्ने हुन्छ। र कार्बन एमिसन पनि एकदमै धेरै मात्रामा बढिरहेको छ। अब यसलाई कसरी कन्ट्रोल गरिनुपर्ने, यो त विशेषज्ञहरूले यो माथि पनि अनुसन्धान र खोज गरिरहेका छन्। रूपा म्यामले पनि अलिक बताउन सक्नुहुन्छ यो माथि त? हजुर, जस्तै छ। अब कम्प्युटरमा के छ, हाम्रो सिपियु छ। सो हामी जुन चाहिँ एआई युज गर्छ त्यसमा जिपियु हुन्छ, ग्राफिक प्रोसेसर हुन्छ। अन्त कृतिकाजी, तपाईँले अघि यसको जुन चाहिँ छ साइड इफेक्ट भनौँ, यसको नकारात्मक पक्ष, त यो समेत त त्यसकै लागि गरिँदैछ नि त कि एआईको जति पनि एडभान्टेज छ त्यो चाहिँ एडभान्टेजहरू ह्युमन बेनिफिटको लागि होस्, पृथ्वीको लाभको निम्ति, मानवको लाभको निम्ति, समाजको लाभको निम्ति होस्, कम्युनिटीको लाभको निम्ति होस्। तर यसको जुन नेगेटिभ इम्प्याक्टहरू पर्नेवाला छ हो, त्यो इम्प्याक्टलाई चाहिँ कसरी मिनिमाइज गर्नु र त्यो इम्प्याक्टलाई कसरी रिमुभ गर्नु, यसको निम्ति त यो 5 दिनको सम्मेलन हुँदैछ। र सम्मेलनमा केवल एक्सपो होइन, प्रदर्शनी मात्रै होइन, यसमा त डिफरेन्ट डिस्कसन हुँदैछ डिफरेन्ट इस्युमा, जसलाई हाम्रो केन्द्रीय सूचना र प्रसारण मन्त्री, सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले स्पष्ट रूपमा भन्नुभयो।
अब प्रश्न आउँछ कि कुनै पनि चीजको दुई पक्ष हुन्छ, एउटा सिक्काको पनि हेड र टेल हुन्छ भन्छौं। क्रिकेट खेल्दाखेरि सिक्का उछालिँदा हेड आयो भने उसले के गर्ने, फर्स्ट उसको अधिकार हुन्छ र टेल आउनेले त्यो कमान्ड मान्नुपर्ने, त्यस्तो हुन्छ। जस्तै क्रिकेटमा म ब्याटिङ गर्छु भने चुज गर्ने चान्स चाहिँ हेड आउनेलाई हुन्छ, टेल आउनेलाई फलो गर्ने चान्स हुन्छ, मौका मिल्छ हैन। र यसरी यो दुईटै पक्ष छ। तर आज एआईले गर्दाखेरि एउटा प्रश्न आउँछ कि रोजगारमा नोक्सानी हुन्छ। स्वाभाविक हो, एआई एउटा स्किल्ड टेक्नोलोजी हो, स्किलमाथि आधार छ। र आज कतिवटा स्किल नभएको ठाउँमा चाहिँ एआई को प्रयोग हुन्छ। जस्तै फिल्म इन्डस्ट्री भयो, त्यसरी नै अब डाटा कम्प्युटिङ, जस्तै अहिले एसआईआर को कुरा गरौँ। अब एसआईआर मा के भयो भन्दाखेरि अब एक साथ 6-7 करोड मान्छेहरूको मतदाता सूची पुनर्निरीक्षण गर्नु पर्यो। त्यहाँदेखि 2002-03 को एसआईआर मा नाम छ कि छैन म्यापिङ गर्नु पर्यो। अब त्यो एउटा मान्छेले भ्याउँदैन। तर यो एआई टेक्नोलोजीको प्रयोगले गर्दाखेरि सिस्टमले अटोमेटिकली म्यापिङ गरेर यस उसको छ नाम, उसको छैन नाम, र सबै डाटा एन्ट्री एउटा ठाउँमा गरे भने पनि गएर विभिन्न ठाउँमा गरे भने एउटै ठाउँमा गएर एकुमुलेट हैन। यसको एकदम इजिली एक्सेस पनि गर्न सक्छु। प्लस तपाईले जस्तो भन्नुभयो कि कुनै पनि डेटालाई उले लिएर गर्दैछ, अहिले जुन चाहिँ सबमिट हुँदैछ त्यसमा त्यो स्किल्सलाई कसरी डेभलप गर्ने हामीले त्यसमा फोकस गरेको छ। हामी पहिलादेखि नै एक्सेल सिटमा काम गरेर आएको, तर एक्सेल सिटमा पनि को पाइलट भन्ने एउटा एआई फिचर छ। सो हामीले त्यसलाई कसरी युज गर्ने, त्यो गरेर जुन चाहिँ कामको एफिसिएन्सी छ त्यो कसरी बढाउने, त्यो चिजहरूलाई लिएर चाहिँ यो सबमिटमा त्यो पोइन्ट्सहरूलाई लिएर चाहिँ डिस्कसन्सहरू चलिरहेको छ। जुन चाहिँ अनइम्प्लोइड हुन्छ भन्दै चाहिँ एआई आएर त्यो चिजलाई कसरी कम्ती गर्ने, त्यो चिजलाई मान्छेलाई कसरी सिकाउनु पर्ने, त्यो स्किल्सहरू कसरी डेभलप गर्नुपर्ने, कहाँ जानुपर्ने, कसरी गर्नुपर्ने, त्यो चिजलाई फोकस गरेर चाहिँ यो सबमिट चाहिँ अहिले हुँदैछ। हजुर, र यो तपाईले भनेको अनुसार केवल टेक्नोलोजी बेस्ड एआई होइन रहेछ, यो मानव हितैषी पनि हुनुपर्छ र मानव हितैषी पनि छ, मानवको हितको निम्ति छ। यसले मान्छेहरूको समय, खर्च, परिश्रम यो सबैलाई बचाउँदछ, सुविधा प्रदान गर्दछ, रियल टाइम एक्ज्याक्ट माने सही समयमा सही चीजको जानकारी पनि गराउँदैछ। र वेदर फोरकास्टिङमा यसको ठूलो, मौसम विज्ञानमा पूर्वानुमानमा यसको ठूलो भूमिका छ। परिवहनमा हामीले गर्यौं, शिक्षाको चर्चा गर्यौं, हामीले नवाचार उद्योग जगतमा चर्चा गर्यौं, स्टार्टअपमा, अनि यो सबैको बेस चाहिँ कौशल विकास चाहिँ आवश्यक छ। र यसरी यो 2026 को नयाँ दिल्लीमा आयोजित भइरहेको इन्डिया एआई इम्प्याक्ट एक्सपो र समिट 2026 ले भारतलाई कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा विश्वमा एउटा संयोजकको भूमिकामा अवश्य ल्याउनेछ। यसले देशको आर्थिक विकास र देशको प्रगतिलाई ठूलो टेवा दिनेछ। यसले भारतको 2047 सम्म विकसित राष्ट्र बनाउने जुन लक्ष्य छ प्रधानमन्त्री नरेन्द्र मोदीको, त्यो लक्ष्यलाई पनि ठूलो टेवा दिनेछ। र यस्तो सारगर्भित गहन विषयमा चर्चा परिचर्चामा भाग लिनुभएकोमा कृतिका दाहालज्यू र रूपा शर्माज्यू, तपाई दुवैलाई धन्यवाद र नमस्कार। नमस्कार, धन्यवाद। यो हाम्रो चर्चा चौतारी कार्यक्रम हाम्रो ट्विटर ह्यान्डल x@AIR न्यूज कर्स्याङ, युट्युब च्यानल AIR कर्स्याङ, फेसबुक आकाशवाणी समाचार नेपालीमा पनि सुन्न सक्नुहुनेछ।